जब हामी बिहान समाचार हेर्छौं वा सामाजिक सञ्जाल स्क्रोल गर्छौं, बाढी आयो, पहिरो गयो, जंगल डढेर सकियो जस्ता शब्दहरू बारम्बार दोहोरिरहन्छन्। यस्ता घटना अब अचम्मका कुरा होइनन्, दिनचर्याको अङ्ग जस्तै बनिसकेका छन्। तर के हामीले कहिले गम्भीरतापूर्वक सोच्छौं यी समस्याहरूको वास्तविक कारण के हो, जिम्मेवार को हो र समाधान कसरी सम्भव छ? 2072 साल वैशाख 12 गते नेपालमा 7.8 म्याग्निट्युडको शक्तिशाली भूकम्प गयो, जसले 9000 मान्छेको मृत्यु गरायो। यो घटना हामी सबैलाई थाहा नै छ। त्यति मात्र होइन, 2078 साल असार 1 गते नेपालमा मेलम्चीमा आएको बाढीले कैयौं मान्छेको ज्यान गुम्यो र सम्पत्तिमा ठूलो क्षति पनि पुगेको थियो। अनि अर्को 1985 सालको घटना तपाईहरूलाई याद छ कि छैन? सोलुखुम्बु जिल्लामा आएको डिक्छो नामक हिमतालको बाँध ठूलो बाढी आयो, जसले 5 जना मान्छेको ज्यान सहित नाम्चे हाइड्रो पावर प्रोजेक्ट तथा जनजीवनमा ठूलो क्षति पुर्यायो। अनि हामीले बेला बेलामा सुन्दै र भोग्दै आएको कुरा, काठमाडौँको वायु प्रदूषण। के तपाईलाई थाहा छ 2077 साल फागुन 26 गते काठमाडौँमा PM 2.5 को लेभल 500 माइक्रोग्राम पर मिटर क्यूब भन्दा माथि पुगेको थियो, जुन स्वास्थ्यको लागि अत्यन्तै हानिकारक मानिन्छ। त्यति मात्र होइन, नेपालकै इतिहासमा सबैभन्दा ठूलो वन डढेलो 2077 साल चैतदेखि 2078 साल वैशाखमा भएको थियो, जसले हजारौं हेक्टर वन जलेर मानव स्वास्थ्यमा असर र वन्यजन्तु पलायन गरायो। अनि त्यही बेलामा काठमाडौँ लगायतका शहरहरूमा हावाको गुणस्तर अत्याधिक खतरनाक श्रेणीमा पुर्यायो। यी त केवल प्रमुख घटनाहरू मात्र हुन्। अझ यस्ता कति प्राकृतिक र वातावरणीय घटनाहरू छन् जुन गनेर पनि सकिँदैन। नेपाल जस्तो भौगोलिक रूपमा संवेदनशील मुलुकमा भूकम्प, बाढी, पहिरो, डुबान, वायु प्रदूषण लगायत विविध प्रकारका प्रकोपहरू लगातार घटिरहेका छन्। यस्तो अवस्थामा स्वाभाविक रूपमा एउटा प्रश्न उठ्छ, नेपालमा यस्ता प्रकोपहरू बारम्बार किन आइरहन्छ? हेर्नुस्, नेपाल दुई विशाल टेक्टोनिक प्लेटहरू इन्डियन प्लेट र युरेसियन प्लेटको संघर्ष क्षेत्रमै अवस्थित भएकाले यहाँ बारम्बार भूकम्प आउने प्राकृतिक सम्भावना उच्च छ। विशेष गरी पहाडी भूभागमा यसको जोखिम झन् बढी हुने गर्दछ। भूकम्प प्राकृतिक प्रक्रिया भएकाले यसमा मानव जातिको प्रत्यक्ष दोष भन्न चाहिँ मिल्दैन, तर यसले पार्ने प्रभाव भने मानव जीवन, मानव सभ्यता र वातावरणमै गम्भीर रूपमा पर्ने गर्छ। मानवले बनाएको संरचना, जनजीवन र प्राकृतिक वातावरण भूकम्पका कारण क्षतिग्रस्त हुन्छ, जसले यस प्रकोपलाई केवल प्राकृतिक नभई मानवीय र पर्यावरणीय दृष्टिकोणबाट पनि गम्भीर बनाउँछ। जस्तै 2072 सालको भूकम्पको कुरा गर्दाखेरि झण्डै 9000 जनाको ज्यान गयो, हजारौं घाइते भए र लाखौं घर भत्किए। र त्यति मात्र होइन, धरहरा, शेषनारायण मन्दिर जस्ता ऐतिहासिक सम्पदाहरू पूर्ण रूपमा नष्ट भए। त्यसैगरी जलवायु परिवर्तन र मौसमको अनियमितता अहिलेको प्रमुख विश्वकै चिन्ताका विषयहरू हुन्, जुन हामीले बारम्बार सुन्दै र भोग्दै आएका छौं। र वास्तवमा जलवायु परिवर्तन किन हुन्छ र यसले हाम्रो जीवनमा कस्तो असर पार्दछ भन्ने कुरा बुझ्न अत्यन्तै जरुरी छ। जलवायु परिवर्तन मुख्यतः औद्योगिकरणपछि बढ्दो हरित ग्यासहरू अर्थात् ग्रीन हाउस ग्यासेसहरू जस्तै कार्बन डाइअक्साइड, मिथेन आदिको उत्सर्जनका कारण हुन्छ, जसले पृथ्वीको तापक्रम बिस्तारै वृद्धि गराइरहेको छ। यही प्रक्रिया ग्लोबल वार्मिङ हो, जसले प्रत्यक्ष असर विशेष गरी हिमाली क्षेत्रहरूमा स्पष्ट देखिन थालेको छ। हिमाली भेगमा तापक्रम तीव्र रूपमा बढ्दै गएकाले हिम नदीहरू जस्तै ग्लेसियर तीव्र गतिमा पग्लिरहेका छन्, जसले ग्लेसियर लेक आउटबर्स्ट फ्लड अर्थात् हिमताल विस्फोट बाढीको जोखिम बढाइरहेको छ। यो कुरा सजिलो रूपमा बुझ्नको लागि हामी बाहिर जानै पर्दैन। माछापुच्छ्रे हिमाललाई हेर्नुस् न, नेपालको अन्नपूर्ण क्षेत्रको एक प्रमुख हिमाल हो। यसको सुन्दरता र धार्मिक महत्त्वका कारण यो हिमाल आरोहण निषेधित गरिएको छ, तर पछिल्ला वर्षहरूमा यो हिमालको हिउँ आवरणमा उल्लेखनीय गिरावट देखिएको छ। विशेष गरी पुष महिनामा जब सामान्यतया हिमालहरू हिउँले ढाकिएका हुन्छन्, माछापुच्छ्रे अब प्राय नाङ्गो चट्टान जस्तो देखिन थालेको छ। यसले जलवायु परिवर्तनको प्रत्यक्ष संकेत दिन्छ। हिउँको कमीले न केवल हिमालको सौन्दर्यमा असर पर्छ, तर स्थानीय जलस्रोतहरू, जैविक विविधता र पर्यटक उद्योगमा पनि गम्भीर प्रभाव पार्दछ। यदि समयमै सचेतना र संरक्षण उपायहरू अपनाइएन भने माछापुच्छ्रे जस्ता हिमालहरूको अस्तित्व नै सङ्कटमा पर्न सक्छ। अर्को जल्दो बल्दो समस्या भनेको मनसुन प्रणालीको अस्थिरता। मनसुन प्रणाली अस्थिर हुँदै जाँदा कहिले अत्याधिक वर्षा त कहिले लामो खडेरी देखिन थालेको छ। नेपालले यस वर्षको जाडो महिनामा केवल 14.4 मिलिमिटर वर्षा रेकर्ड गरेको छ,
जुन सामान्य जाडोको औसतको 24% मात्र हो। यो असामान्य न्यून वर्षाले कृषि उत्पादनमा गम्भीर असर पुर्याएको छ। तराईका धेरै जिल्लाहरूमा वर्षा नभएको र पहाडी क्षेत्रमा केही स्थानमा मात्र हल्का वर्षा भएको पाइएको छ। यो दीर्घकालीन खडेरीका कारण बाली सुक्ने, माटोको उर्वरता घट्ने र जलस्रोतको स्तर कम हुने जस्ता समस्या उत्पन्न भएका छन्। कुनै बेला पानी नै पर्दैन त कुनै बेला धेरै पानी पर्नाले बाढी, डुबान, भूस्खलन जस्ता विपद त बढिरहेका छन् नै, साथै कृषि उत्पादनमा पनि गम्भीर असर पारेर खाद्य सुरक्षा पनि सङ्कटमा पर्न थालेको छ। नतिजास्वरूप हामीले बेला बेलामा समाचारमा सुन्नै पर्ने हुन्छ, बाढीले यतिजनाको ज्यान गयो वा खडेरीले बाली नष्ट गर्यो। यस्ता दुःखद घटनाहरू यी सबै जलवायु परिवर्तन र ग्लोबल वार्मिङको प्रत्यक्ष वा अप्रत्यक्ष परिणाम हुन्, जसको सामना गर्न अब समयमै सतर्कता र दिगो उपायहरू आवश्यक भइसकेको छ। नेपालमा पछिल्लो समय भइरहेको वन फडानी, असमेतित खनन र अव्यवस्थित शहरीकरण जस्ता मानवीय गतिविधिहरूले वातावरणीय सन्तुलनमा गम्भीर असर पारिरहेका छन्। यस्ता गतिविधिहरूले माटोको प्राकृतिक संरक्षण क्षमता घटाउँदै लगेको छ, जसको असर दीर्घकालीन र बहुआयामिक देखिन्छ। वनस्पतिले जमिनको सतहमा पर्ने वर्षाको प्रभाव न्यून गराउने, माटोको संरचना बलियो राख्ने र पानीलाई अवशोषण गराउने महत्त्वपूर्ण भूमिका खेल्दछ। तर जब वनस्पति हटाइन्छ, जस्तै रुख काटिन्छ, जंगल फडानी गरिन्छ, त्यसले गर्दा वर्षाको पानी सिधै सतहमा बग्ने बनाउँछ। त्यसरी हुने सतह बहाव अर्थात् सर्फेस रनअफले माटोको उपरी भाग बगाउँछ, जसले सोइल इरोजन अर्थात् माटो क्षय निम्ताउँछ र अन्ततः बाढी, डुबान र पहिरो जस्ता प्राकृतिक विपदका सम्भावना बढाउँछ। यसबाहेक जब रुखहरू फडानी गरिन्छ, ती कार्बन डाइअक्साइड सोच्ने अर्थात् कार्बन सिङ्क स्रोतहरू हराउँछन्। यसले वातावरणमा हरित गृह ग्यास अर्थात् ग्रीन हाउस ग्यासेसको सन्तुलन बिगार्दछ, जसले ग्लोबल वार्मिङ बढाउँछ र जलवायु परिवर्तनलाई अझ चर्काउँछ। त्यसैले वन संरक्षण, उचित खनन नीति र योजनाबद्ध शहरीकरण केवल विकासका लागि होइन, मानव सभ्यताको संरक्षणका लागि पनि अनिवार्य छन्। वातावरणीय प्रबन्धनमा ध्यान नदिने हो भने वर्तमान र भविष्य दुवै पुस्ताले त्यसको गम्भीर मूल्य चुकाउनु पर्नेछ। त्यति मात्र होइन, पछिल्लो समय भइरहेका सडक निर्माण, नदी किनारमा अवैज्ञानिक तटबन्ध निर्माण र भौगोलिक सन्दर्भ नबुझी गरिएको भवन निर्माण जस्ता क्रियाकलापहरूले प्राकृतिक जल निकास मार्ग अर्थात् नेचुरल ड्रेनेज सिस्टम अवरुद्ध गर्दै लगेका छन्। यसको प्रत्यक्ष असर शहरी क्षेत्रमा देखिन्छ, जहाँ सामान्य वर्षामै डुबान र बाढीको समस्या उत्पन्न हुँदै गएको छ। यस्ता असन्तुलित पूर्वाधार विकासले वातावरणीय जोखिम अझ बढाउँछ। अझ स्पष्ट रूपमा कुरा बुझ्नको लागि हामीले काठमाडौँलाई नै हेरौँ न। काठमाडौँ उपत्यकामा नदीहरूको अतिक्रमण र कमजोर निकासी प्रणालीले हरेक वर्षको बाढी समस्यालाई झन् जटिल बनाएको छ। उदाहरणका लागि काठमाडौँको कपन क्षेत्र, वर्षा हुँदा सडकको नदीमा परिणत हुन्छन् र भुइँतलाहरू डुबानमा पर्छन्। स्थानीय बासिन्दाले भनेका छन् कि खहरे खोलामा अतिक्रमण र घर निर्माणका कारण बाढीको समस्या बढेको छ। यसका साथै धोबी खोला र बागमती नदीका किनारका बस्तीहरू पनि हरेक वर्ष बाढीको जोखिममा छन्। विशेषज्ञहरूको अनुसार यी समस्याहरूको मुख्य कारण अव्यवस्थित शहरीकरण र नदीहरूको अतिक्रमण हो। समाधानका लागि निकासी प्रणालीको सुधार र नदीहरूको संरक्षण आवश्यक छ। साथै बढ्दो जनसङ्ख्याले पनि वन, माटो, पानी र अन्य प्राकृतिक स्रोतहरूमा अत्याधिक दबाव सिर्जना गरिरहेको छ। जब मानव आवश्यकताका लागि वातावरणीय स्रोतहरूको दोहन प्राकृतिक वहन क्षमता अर्थात् क्यारिङ क्यापासिटी भन्दा धेरै हुन थाल्छ, तब वातावरणमा असन्तुलन उत्पन्न हुन्छ। यही असन्तुलनबाट बाढी, खडेरी, पहिरो, गर्मीको लहर जस्ता प्राकृतिक प्रकोपहरू उत्पन्न हुन्छन्, जुन असभ्य भावी जस्तै बन्न पुग्छ। त्यसैले विकासका नाममा वातावरणीय सन्तुलनको व्यवस्था गर्नु दीर्घकालीन रूपमा निकै घातक हुन सक्छ। समन्वयपूर्ण योजना, वातावरण मैत्री पूर्वाधार विकास र स्रोतहरूको दिगो उपयोग मार्फत मात्रै हामी भविष्यका प्रकोपहरूबाट जोगिन सक्नेछौँ। हामीले समस्याहरू देख्न र सुनाउन सजिलो ठान्छौँ। बाढी आयो, पहिरो गयो, जङ्गल सकियो, यस्ता समाचारहरू हाम्रो दैनिक जीवनको सामान्य हिस्सा जस्तै भइसकेका छन्। तर यसको मूल कारण पत्ता लगाउने र दीर्घकालीन समाधान खोज्ने कुरा भने सहज छैन। जलवायु परिवर्तन, अनियन्त्रित शहरीकरण, स्रोतहरूको दुरुपयोग, वन विनाश, गलत नीति कार्यान्वयन यी सबै मानव गतिविधिका परिणाम हुन्। सत्य यो हो कि यस्ता समस्याहरूको मुख्य कारक मानव स्वार्थ, बेवास्ता र अज्ञानता हो, तर यथार्थ स्वीकार्न कठिन हुन्छ र समाधान खोज्न झन् कठिन। त्यसैले अब समय आइसकेको छ कि हामी केवल समस्या बताउने होइन, यसको जिम्मेवारी स्वीकार गरेर समाधानतर्फ सक्रिय रूपमा अघि बढ्ने प्रयास गरौँ। यदि आज हामी सचेत भएनौँ भने भोलिको पुस्ताले हामीलाई क्षमा गर्ने छैन।